अब पनि घर जान पाइएला कि नपाइएला? हजुरहरूलाई थाहा नै छ हामी चाहिँ खेतबारीमा पानी चाहन आएको थियौँ बिहानै। अनि अहिले चारेर पनि सक्यो। अनि मैले मम्मीलाई घर जाने कहाँ जाने भने सोद्धाखेरि मम्मीले भन्नुभयो कि तलतिर गएर हेरौँ के हुन्छ भनेर, किनकि तलतिर पनि हाम्रो अरू खेतहरू छन् नि, त्यहाँ अङ्कलले चारिराख्नु भएको छ। अब अङ्कलसँग कुरा गर्नुपर्छ। थाहा अङ्कल पानी चारिसकेन भयो? पानी चार्दैछु बाबु, अब पालो ए 2-4 दिन गाह्रो बिहान छ। बिहान चार्नमा मजा आयो छ पानी। ए क्या मजा आउनु बाबु, दुखारीका सहरमा किसानी गर्ने मजा आउने रहेछ कि? कहिले झारा गर दुःख, कहिले पानी चारेर दुःख, त्यहाँबाट ढालपा लगाऊ, गाह्रो पो छ जिन्दगी। गाह्रो छ। फल्ने बेला र के हात लाग्दैन, रेस्पेक्ट पनि छैन फेरि। केही नै मान्यता नै, किसान न त मान्छे हेप्छन्, घिनाउन फोरी भन्छन् हेर्नु त। त्यही भए त राजनीतिमा लाग्यो। हाम्रो राजनीतिमा उप त छोरी नै न, राजनीतिलाई पनि त गाली गर्छन् त नि। उपति छोरी नै न, गाली पाए। राजनीतिलाई छन् जलाइदिन्छ सिँगै हेर्नेहरू। राम्रो काम गरेपछि पो राम्रो गर्छन् त, नराम्रो काम गरे त नराम्रो गर्ने भयो। तर आफ्नै नहुने भयो। सबै पहिल्यैबाट राजनीति भनेर त घिनाउन, सबैभन्दा घिनाउनु राजनीति। हाम्रो पाला आउला जस्तो भएन, किनकि माथितिर कुलोहरू सुकाइसके। माथितिरको मान्छे आएपछि हामीले जान पाउँदैनौँ। त्यही भएर हामी घर आयौँ। अनि घर आइसकेपछि तातो तातो बदम अनि चिया खाँदै एकछिनपछि घाम लाग्यो। त्यसपछि म घाममा बसेर बिहान उठेर गएको थिएँ, त्यही भएर कपालहरू मिलाउँदैछु। त्यसपछि चाहिँ म खाना खाएर भैँसीलाई फुकाएर लगेँ। ऊ चाहिँ मेरो भैँसी चलाउने साथी हो। क्युट छ होइन? सबैजनाले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला।